बुवाले झुट बोल्दै हुनुहुन्छ। म साँच्चै तपाईँकै छोरो बसन्ती हुँ के? रमा तिमी खुर्क भित्र हिँड त। साँच्चै तपाईँको छोरो बसन्ती हो कि? भर्खरै आउने मान्छे तेरो दाइ बसन्त हो। साँच्चै आगोको झिल्कोले पोलेको थियो त्यसलाई। त्यसो हो भने तपाईँले त मेरो छोरा होस् भनेर किन नस्वीकारेको त? अनि बाले त मेरो सम्पत्ति खान आएको होस् भन्दाखेरि किन ढोका लगाएर चुप्प लागेर बसेको त? यदि म चुप्प लाएर नबसेको भए तेरा बाले मसित सम्बन्ध बिगार्थे। तर उहाँले आफैले जन्माएको छोरालाई चिन्न नसकेपछि हाम्रो के लाग्छ र? मैले मेरी आमालाई बालापनका अझै 2-4 वटा घटनाहरू भन्छु, अनि अझै एउटा दुईटा मेरा घाउका खतहरू पनि छन्, ती पनि देखाउँछु। त्यसपछि चिन्नुहुन्छ कि? छोडिदिनुस् अब। उहाँहरूले त हाम्रो धेरै अपमान गरेर ढोका थुनेर बस्नुभयो। फेरि हामी त्यस्तो अपमान हुने ठाउँमा फर्केर जानु हुँदैन। हेलो साथीहरू, आजको भिडियोमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। बसन्त र मधु भन्ने आमालाई भेट्न गएका थिए। आमाले त चिने, तर उसले त मेरै छोरो होस् भनेर भन्न सकेनन्, किनकि उसँग अर्को श्रीमान थिए नि त। अनि ऊ अर्को श्रीमानले चाहिँ त मेरो सम्पत्ति खान आएको होस् भन्दाखेरि पनि केही भनेनन् आमाले, किनकि यदि त यो मेरो छोरै हो भनेर भन्यो भने उसँगको सम्बन्ध बिगार्ने हो कि भनेर बसन्तको आमाले केही भनेनन्। ऊ भने रुँदै भित्र गए। तर बसन्त र मधु त्यहाँबाट हिँडिसकेपछि पछाडिबाट हेर्दै रुँदै गइरहेका थिए। त्यतिकैमा छोरीले भेट्छन्। आमा, तपाईँ किन उहाँहरू गएको बाटो हेर्दै रुँदै गर्नुभएको? आमाले त्यति बेला सत्य कुरो भन्छन्। अहिले जाने तेरो दाइ बसन्ते हो। मैले तेरो बाको अगाडि किन नभनेको भन्दाखेरि तेरो बाले मसँगको सम्बन्ध बिगार्लान् कि भनेर मेरो दोस्रो घरबार हो भनेर छोरीलाई भनेका थिए। साथीहरू, एउटा आमाको पीडा भने यहाँ देख्न सकिन्छ हामीले। यदि यो मेरो छोरै हो भनेर भनेको भए उसको श्रीमानले भने उसँगको सम्बन्ध बिगार्न सक्छन्। त्यही भएर उसले उसको श्रीमान अगाडि केही पनि भन्न सकेनन्, तर छोरीलाई पनि सबै कुरो भनिदिए।